राजनीतिको नाममा देशका सामुदायिक विद्यालयहरूलाई युद्ध मैदानमा परिणत गर्ने, शिक्षालाई तल्लो स्तरमा गिराउने शिक्षकहरूप्रति मात्रै समर्पित छ। बाँकी रहेका शिक्षा र देशलाई समर्पण योगदान दिने शिक्षकहरूप्रति सलाम गर्दै, प्रिय शिक्षकहरू, आँखा मस्तिष्कको जन्जिरबाट मुक्त हो, दलको सदस्यता त्याग अनि पेशागत धर्ममा ऐक्यबद्धता जनाऊ। कहिलेसम्म अन्याय अत्याचार विरुद्ध ज्यानको बाजी थापेर लड्नुपर्छ भनेर सिकाउने तिमी आफै अन्यायमा पर्छौ। तिम्रो प्रिय मित्रलाई राज्य सञ्चालकले अन्याय गर्दा आँखा देख्दा देख्दै अन्धो, कान सुन्दा सुन्दै बहिरो, खुट्टा हुँदा हुँदै लङ्गडो, बोली हुँदा हुँदै लाटोको अभिनय गरेर उसलाई खाने बाघले तिमीलाई खाँदैन झैँ गर्यौ। साथी गुमाएको भन्दा बाघ पल्केको थाहै पाएनौ। आफ्ना सन्तानलाई प्राइभेट विद्यालयमा पढाएर पार्टी दलको झोला बोकी झोले बनी सामुदायिक विद्यालयलाई राजनीतिक दलदलमा फसाएर युद्ध मैदानमा परिणत गर्यौ। आफ्ना छोराछोरीको भविष्यको निमित्त भनेर लाखौँ अभिभावकको छोराछोरीको भविष्यमाथि खेलबाड गर्यौ। सासाना स्वार्थका निमित्त टाउको झुकाएर सहीलाई गलत र गलतलाई सही भन्न पछि परेनौ। युएसएआइडी एनजिओ डलरको निमित्त राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको विरुद्ध लेख्न बोल्न पछि परेनौ। शिक्षक मात्र राज्यको अथवा राष्ट्रको झन्डा मुनि हुनुपर्ने धर्मलाई दलको झन्डा मुनि नतमस्तक बन्यौ। सरुवा बडुवाको निमित्त आफ्नो योग्यता, दक्षता, सिपलाई भन्दा चाप्लुसी, चाकडी तथा दलको फेरोलाई मजबुत मान्यौ। नेता नेतृत्वको नियत, इमान्दारिता, दूरदर्शिता, क्षमता, स्पष्ट लिखित एजेन्डा तथा प्रतिबद्धता भन्दा व्यवस्थाको पछाडि आँखा चिम्लेर लाग्यौ। जबसम्म तिमी पढलेखेका, भित्री आँखा खुलेकाहरूलाई मार्गदर्शकको भूमिका खेल्न सक्नेहरू राजनीतिलाई घृणा गर्छौ, नेताको दासत्वलाई प्रेमले हेर्छौ र त्यसलाई आफ्नो भाग्य सम्झन्छौ। एक दिन तिमीहरूकै कारणले, तिमीहरूकै योगदान र तिमीहरूकै परिश्रमका कारणले नपढेका, विवेकहीन, क्रुद्ध, निरङ्कुश, तानाशाही, स्वार्थी, रक्तपिपासु, अधिनायकवादी, भ्रष्ट शासकहरू आउँछन् र तिमीहरूको काँधमा बसेर तिमीहरूलाई नै अनन्तसम्म शासन गरिरहन्छन्। स्वास्थ्य, व्यस्त र मस्त बाँचौँ। धन्यवाद।